हेलो अनि नमस्कार। आज चाहिँ पूर्णिमाका दिन म चाहिँ मन्दिरतिर पूजा गर्नु जाँदैछु होइन। मन्दिर भनेर चाहिँ जङ्गल देखाएको जस्तो लाग्यो होला तपाईँहरूलाई, तर मन्दिर चाहिँ त्यहीँ साथमा थियो, त्यो चाहिँ देखाउनु पाइनँ। मन्दिरबाट पूजासुजा गरेर चाहिँ टिका लगाएर घर फर्किँदै थियो। हाम्रो कालीले त बिग फ्यान भन्नु थाल्छ। पूजा त सिद्धियो, तर भोक पो लाग्न थाल्यो। धेरै भोक लागेको कारणले होला मैले त यो सिँगै बोकै खाइदिएँ। बोका खाएपछि त फोन चलाउँदा वाक्क लागेर माथि डाँडातिर चढेको त मेला पो सुरु हुँदै रहेछ। फेरि हाम्रोमा चाहिँ तिनकने देवी पञ्चमीको वर्षमा भइरहेको छ। अनि फेरि माथि चाहिँ पुराण हुँदै रहेछ, तल चाहिँ सुरु हुँदैछ मेलाहरू, पसलहरू खोल्दैछ। त्यति बेला नै एउटा भाइलाई भेटेको, त भाइ त पुरा खतरा हेयर स्टाइलमा बसिरहेको रहेछ। यता हेर्दा यसको चाहिँ वान साइड मुलेट हाम्रो हेन्सम जिउको। यता हेर्दा तेरो परिचय दे, त नाम के हो तेरो? बिचरा भाइलाई आफ्नै नाम थाहा रहेछ। अनि तपाईँहरू चाहिँ यहाँ हाम्रो तिनकने देवी पञ्चमीमा दर्शन गर्नु आउनु सक्नुहुन्छ। अनि हाम्रो मेला चाहिँ 27 गतेसम्म रहनेछ। अनि 23 गते बिचदेखि चाहिँ हाम्रो भलिबल पनि सुरुवात हुन्छ होला, तपाईँहरू आउनु सक्नुहुन्छ। यति भन्दै आजको लागि यति नै। अब अर्को नयाँ ब्लगमा भेटौँला।